टुरिज्म एन्ड सिभिल एभिएसन डिपार्टमेन्ट गभर्मेन्ट अफ सिक्किम जहाँ हाम्रो डिपार्टमेन्टबाट कतिवटा एक्टिभिटी विशेष गरेर यो आउने दिनहरूमा एक दुईवटा एक्टिभिटी हामीले गर्न गइरहेछौँ र यो विशेष गरेर यो एक्टिभिटी विषय लिएर तपाईँहरूलाई अलिकति जानकारी अनि यसलाई अवगत गराउनको लागि हामी यहाँ विशेष गरेर मसँगै हाम्रो डिपार्टमेन्टका एडिसनल चिफ सेक्रेटरी टुरिज्म डिपार्टमेन्ट सीएस राव साहब हुनुहुन्छ र यहाँ यसै गरी हाम्रा निरज प्रधानज्यू जो हाम्रो सेक्रेटरी टुरिज्म डिपार्टमेन्ट हुनुहुन्छ र यसमा के थियो भने हामीले विशेष गरेर यो आउने 13 तारिकदेखि लिएर 16 तारिकसम्म इन्टरनेसनल टुरिज्म मार्ट सिक्किममा विशेष गरेर भारत सरकारको हाम्रो मिनिस्ट्री अफ टुरिज्मले नर्थ इस्टर्न स्टेट्सहरूसँग कोलाबोरेट गरिवरिकन इन्टरनेसनल टुरिज्म मार्ट सिक्किममा गर्ने भएको छ र यसमा विशेष गरेर सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदयज्यूले सिक्किमको मेन इन्डस्ट्री नै टुरिज्म हो र त्यसले गर्दाखेरि अब यो टुरिज्मलाई कसरी हामीले फस्टाउन सक्छ के गर्न सक्छ भन्दाखेरि यसमा कतिवटा हामीले काम गर्नुपर्छ भन्दाखेरि अब यसपालिको जुन इन्टरनेसनल टुरिज्म मार्ट जुन चाहिँ छ त्यो सधैँ नै हामीले सालमा एकपल्ट नर्थ इस्टर्न स्टेट्सतिर हामीले गरिराखेको हुन्छौँ र यसमा चाहिँ स्पेसली हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयज्यूले सिक्किममा हामीले यो 13th एडिसन चाहिँ सिक्किममा गरौँ र गऱ्यौँ भने चाहिँ यसले अझै हामीले जुन चाहिँ अब कतिवटा हाम्रोमा सिक्किममा भएको डेभलपमेन्टदेखि लिएर सिक्किममा कतिवटा इन्फ्रास्ट्रक्चर मात्रै नभएर कतिवटा नयाँ डेस्टिनेसन हामीले क्रिएट गरेको छौँ र न्यू डेस्टिनेसन्सहरू हामीले यसरी टुरिज्म क्षेत्रमा हामीले यसरी ल्याउनुपर्छ र यो चिजहरूलाई हामीले कसरी मार्केट गर्नुपर्छ भन्ने विषय लिएर चाहिँ 13th एडिसन चाहिँ ग्याङटक सिक्किममा हामीले गर्नुपर्छ भनेर मिनिस्ट्रीलाई रिक्वेस्ट गर्नुभएको थियो र मिनिस्ट्रीले पनि एकदमै उहाँले पनि एकदमै मान्नु भएर यसपालि चाहिँ 13th एडिसन चाहिँ ग्याङटकमा इन्टरनेसनल मार्ट टुरिज्म मार्ट गरौँ भनेर यसरी डिसिसन लिएको छ र यसमा अगाडि 4th एडिसन एकखेप निकै साल अगाडि ग्याङटकमै सिक्किममै सारामसामा गरेको थियौँ र यो 13th एडिसन यसपालि यहाँ ग्याङटकमा फेरि हुन गइरहेछ यसमा विशेष गरेर अब जति पनि हाम्रा नर्थ इस्टर्न स्टेट पूर्वोत्तर राज्यका जति पनि हाम्रा सम्माननीय मुख्यमन्त्री महोदयहरू भयो र त्यहाँका जति पनि हाम्रो टुरिज्म मिनिस्टर्सहरू भयो र जति पनि टुरिज्म स्टेक होल्डर्सहरू छ उहाँहरू पनि आउनुहुने र त्यो मात्र नभएर मोटामोटी बाहिरबाट इन्टरनेसनल नेसनल डेलिगेट्सहरू मोटामोटी 200देखि लिएर 300 जना जस्तो उहाँहरू पनि यसरी आउने उहाँहरू डिफ्रेन्ट क्याटेगोरीको जति पनि डेलिगेट्सहरू छ जस्तै उहाँहरू अब ट्राभल एजेन्टहरू भयो इन्फ्लुएन्सर्सहरू भयो ब्लगर्सहरू भयो युट्युबर्सहरू भयो मिडिया पर्सन्सहरू भयो जति पनि अब सक्दो टुरिज्म क्षेत्रमा टुरिज्म जगतमा कतिवटा उहाँहरूले काम गर्न सक्ने जुन अब मतलब उहाँ एउटा जग्गालाई कसरी एक्सप्लोर गरेर त्यसलाई यसरी मार्केटमा लिने त्यो खालको जुन चाहिँ उहाँहरूको जुन चाहिँ क्षमता भएको जति पनि टुरिज्म रिलेटेड जति पनि स्टेक होल्डर्सहरू उहाँहरू पनि यसरी पार्टिसिपेट गरिँदैछ र त्यसले गर्दाखेरि विशेष गरेर हाम्रा सिक्किमका जति पनि जो पनि अब जो टुरिज्म क्षेत्रमा है काम गर्नुहुने चाहिँ स्टेक होल्डर्सहरू मात्र नभएर जो पनि रिलेटेड हाम्रा जनसमुदायहरू हुन्छ तपाईँलाई एउटा विशेष जानकारी दिन चाहन्छु यसमा 13 तारिक विशेष गरेर डेलिगेट्सहरू भयो युनियन मिनिस्टर हाम्रो माननीय हाम्रा शेखावत साहब पनि यसरी उहाँले पनि यो प्रोग्राममा ग्रेस गर्नुहुन्छ र यसमा विशेष गरेर हाम्रा सिक्किमका सामान्य मुख्यमन्त्री महोदय चिफ गेस्टको तौरमा उहाँ बस्नुहुन्छ र त्यसले गर्दाखेरि यसमा कतिवटा हामीले सिक्किममा अझै आउने दिनहरूमा नयाँ डेस्टिनेसन्स क्रिएट गर्नुमा र कतिवटा टुरिज्म क्षेत्रमा कहाँ के हामीले यसरी इम्प्रुभमेन्ट दिनु सक्छ यो विषय लिएर हामीले त्यो प्लेटफर्ममा पनि राख्न सक्ने र त्यसले गर्दाखेरि अब उहाँहरूले यसमा जति पनि अब हामीले अब टुरिज्म मार्टमा चाहिँ हामीले सबै नर्थ इस्टर्न स्टेट्सहरूको जति पनि अब स्टल्सहरू है नर्थ इस्टर्न बजार नै भनेर हामीले एउटा यसरी
क्रिएट गरेर राखेको छु, जहाँ चाहिँ सबै पूर्वोत्तर र जति पनि राज्यहरूको आफ्नो ह्यान्डिक्राफ्टदेखि लिएर आफ्नो जति टुरिज्म को कतिवटा प्रडक्टहरू के छ कस्तो छ, उहाँको यो ब्रसेसदेखि लिएर जति पनि उहाँहरूको के यो कुराहरू छ, यो सबै त्यो दिन हामीले यसरी सोकेस गर्न सक्ने र सिक्किमको पनि जति हामीले जति ट्राभल एजेन्सीहरू उहाँले पनि पार्टिसिपेट गरिवरिकन त्यहाँ यसरी त्यो सबै कुरा जति पनि अब टुरिज्म रिलेटेड एक्टिभिटिजहरू हामीले सोकेस गरेर सक्ने त्यो गर्न सक्ने र सेकेन्ड डेमा विशेष गरेर B2B मिटिङहरू पनि हामीले राखेका छौँ, जहाँ चाहिँ सबै स्टेक होल्डर्सले इन्टरनेसनल नेसनल जति पनि हाम्रा ट्राभल एजेन्टहरूसँगै भयो, बिजनेस स्टेक होल्डर्स टुरिज्म बिजनेस गर्ने जति पनि स्टेक होल्डर्सहरूसँगै उहाँले एकदमै मिटिङ गरिवरिकन आफ्नो प्रडक्टलाई बेच्न सक्ने यो खालको थुप्रै हामीले मौकाहरू हामीले राखेका छौँ र त्यसमा तपाईँले एकदमै यसको फाइदा उठाइदिनुहोस् भन्ने पनि म तपाईँलाई जानकारी दिन चाहन्छु।